लु है साथी हो, चारो त यसरी लाउनु पर्छ है। चारो मात्रै बल्छी यसरी टुप्पोमा पारेर लाउनु पर्छ है। आज चाहिँ तपाईहरुलाई बताइदिइराखेको हामी चाहिँ गोबर आटामा चाहिँ चारो यस्तो खालको बनिन्छ र अन्त यस्तो प्रकारले चाहिँ हामी बल्छी लगाएर यो पनि अब रेडी भयो। यहाँ हेर्नुस् है, यसरी तिखो बनाउनु पर्छ। टुप्पो मात्रै छ बल्छी, अब रेडी भयो। हेर्नुस् है, अब मैले फ्याँकेको फ्यालेको यो चाहिँ रडबाट फ्याँक्नु मिल्दैन, त्यही भएर मैले हातले नै फ्याँकेको साथी हो। माछाले पनि खायो। हेर्नुस् है, माछा लाग्न त लाग्यो, कत्रोबाट लागेछ माछा। हेर्नुस् है तपाईहरुले, यो चाहिँ गोबर आटाको कमाल हो। हेर्नुस् है साथी हो, माछा चाहिँ